दर्शकबिन यहाँहरू सम्पूर्णमा नमस्कार। अहिले चाहिँ म यो गोदावरीको पुलमा छु है। यहाँबाट चाहिँ शङ्खदेवी अनि यतातिरदेखि चाहिँ यो स्कुल चोक अनि यहाँदेखि साना गाउँ अनि यहाँबाट इमाडोल अनि कुवारको सबैतिर जान्छ। अनि यता हो भने चाहिँ माथि लाकुरी डाँडा अनि यो कोट डाँडा रोमान्टिकको लागि घुम्नको लागि केटाहरू जाने गर्दछ। त्यही जाने पुलमा गोदावरीको पुलमा छु। यहाँबाट आज म के गर्न चाहन्छु भने बिहानको पखमा कस्तो कस्तो भ्युजहरू देखिन्छ त्यो भ्युजहरू म अनि त्यस्तो सिमहरू त्यस्तो दृश्यहरू म तपाईहरुलाई देखाउन गइरहेको छु। त्यो बिहानीको भ्युज छुट्टै आनन्द हुन्छ, छुट्टै हेर्दैखेरि नै छुट्टै मजा हुन्छ। त्यो दृश्य म एक राउन्डमा देखाउन चाहन्छु है त। ल गोदावरी देखियो, गोदावरी डाँडा है त। गोदावरी डाँडा देखियो। अब यता साना गाउँ हुँदै साना गाउँ अनि त्यसपछि यता तल आएर यो यता इमाडोल उतापट्टि यो डाँडादेखि उतापट्टि चाहिँ इमाडोल पर्छ भने अनि स्कुल चोकदेखि अनि यता टिकाथली यो खोला गोदावरी खोला यो तल बगी गएको हो। तल बागमती यो मिसिन्छ। अनि उता भनेको चाहिँ लुबु है देखिएको लुबु। अनि लुबुदेखि यता माथि चाहिँ लामटार हुँदै अनि त्यसपछि माथि डाँडा देखिएको चाहिँ यो के भन्छ भने लाकुरी डाँडा हुँदै अनि त्यसपछि चाहिँ यो के कोट डाँडा हुँदै शङ्खमूल अनि त्यसपछि यता माथि फेरि गोदावरी अनि यता तल यो गाउँहरू त्यो सहर जस्तो अलिकति देखिएको छ नि त्यो चाहिँ थाहै भयो। ल अहिले यति मात्र देखाएँ है त। ल बिहानीको सबैजनालाई तपाईँको दिन आजको दिन शुभ रहोस् है त। सबैजनाको शुभ रहोस्।